Hello guys, welcome to my new vlog. Guys, आज चाहिँ प्रिन्स दादाको बर्थडे हो। हिजो रातिको 12 बजे केक काट्ने भनेको त बुझ्नुरहेछ हामी दुईजना हैन। मम्मी उठाउन आउनु भएको अरे हैन गाइस। मम्मी त फेरि चाँडै हुन्छ नि त। अनि हामीलाई उठाउन आउनु भएको हामी त बुझ्नुरहेछौँ। अब यहाँ ह्यापी बर्थडे विश गर्न जानला म चाहिँ उताको फेसमा राख्छु। केक अहिले ह्यापी बर्थडे भन्नु मात्र जाने। अब राति 12 बजे सरप्राइज दिनु भने कहाँ हो Happy birthday to you. Happy birthday to you. Happy birthday dear Prince. Happy birthday to you. Thank you. केक काट्नु 12 बजे मान्छेहरु बुझ्नु हुँदैन ल थ्यांक यू के छ त बर्थडे ह के चाहियो के चाहियो के चाहियो 12 बजे Happy birthday, Prince. Thank you. Stop. Balya? Happy birthday to you. Happy birthday to you. Happy birthday dear Sama. Sama itu apa? Happy birthday to you. Tuh, kalau sudah aku Happy birthday भन्नु फेरि लाग्दा जस्तो त सरी Saman. Sama oi samaru. Saman. के हो त्यो? के खाइदियो Side. किन लाने यहाँ ठीक है इतन ना छैन जा भन्नु न भाग्य मन गठे दे न म काटे खाइले भन्दै ए मैले खुवाउँछ रानी खै यो दिन बिर्सेछ के काटिसकेछ हैन नजिरा बर्थडे अगाडि पछाडि के भयो अगाडि पछाडि भयो बर्थडे मिठो छ मिठो चाहियो त यताबाट यसो बुझ तपाईहरुमा यता भाइ राखो
भिडियो नि हेर्न मैले अरू हाल्ने भ्युज आउँदैन बाबुको त्यो एउटा प्राइभेटमा रहेछ बिहान हेलो गाइज अब चाहिँ दाईको बर्थडेको केक आइसकेको छ अर्को चाहिँ दादाको साथीले पठाउनु भएको अब चाहिँ हामी केक काट्दैछौँ मैले चाहिँ केक दादाको मुखभरि लगाइदिन्छु गाइज अब चाहिँ यहाँ केक काटिसकेको छौँ सेकेन्ड केक हो यो गाइज यो बर्थडेको मैले केक खुवाइसकेको छु मलाई खुवाइदिनु भइसकेको छ गाइज अब चाहिँ मेरो भाइ आयो गाइज भाइले चाहिँ प्रिन्दालाई केक खुवाइदिनु ला फेरि अनि प्रिन्दाले चाहिँ केकलाई काटेर अर्को सानो बनाएर फेरि दिनु भइसकेको छ तिमी खाऊ एउटा दामी एकछिन राम्रो भिड फोटो एउटा निधार पनि लगाइदिनु पर्यो नि टिका अब खाने कि झार्दैन त